दर्शकवृन्दहरू, इजरायल वैदेशिक रोजगारीका लागि सञ्चालन गरेको भाषा परीक्षाको नतिजाले हजारौं युवाको सपना एकाएक चकनाचुर बनेपछि राजधानीको त्रिपुरेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। भाषा परीक्षामा अत्यन्तै न्यून सङ्ख्यामा परीक्षार्थी मात्र उत्तीर्ण भएको नतिजा सार्वजनिक भएपछि आकर्षित परीक्षार्थीहरू सडकमा उत्रिएका हुन्। परीक्षा प्रक्रियामा गम्भीर त्रुटि भएको आरोप लगाउँदै उनीहरूले निष्पक्ष छानबिन र पुनः परीक्षा सञ्चालनको माग गरेका छन्। त्रिपुरेश्वर स्थित क्याम्ब्रिज परीक्षा केन्द्रमा आफ्ना गुनासा राख्न पुगेका परीक्षार्थी र केन्द्रका कर्मचारी बीच विवाद चर्किँदा हातपात समेत भएको बताएको छ। त्यसपछि स्थिति झन तनावपूर्ण बन्दै गएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ। प्रहरीले माइकिङ गर्दै प्रदर्शनकारीलाई संयमता अपनाउन आग्रह गर्दै स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। प्रदर्शनकारीहरूको भनाइ अनुसार परीक्षामा सहभागी 840 जना मध्ये जम्मा 38 जना मात्र उत्तीर्ण भएका छन्। यस्तो अस्वाभाविक नतिजाले परीक्षा प्रणालीको विश्वसनीयतामाथि नै प्रश्न चिन्ह खडा गरेको उनीहरूको दाबी छ। परीक्षा जाँचमा कृत्रिम बुद्धिमत्ता एआई प्रयोग गरिएको भन्ने चर्चा बाहिरिएसँगै परीक्षार्थीहरूको आक्रोश थप चुलिएको छ। उनीहरूले पारदर्शी मूल्याङ्कन, निष्पक्ष छानबिन र न्यायोचित परिणाम सुनिश्चितता गर्न सम्बन्धित निकायसँग जोरदार माग गरेका छन्। विदेशमा रोजगारीको सपना बोकेका सयौं युवाको भविष्यसँग जोडिएको यो विषयले अहिले गम्भीर बहसको रूप लिएको छ। अब सम्बन्धित निकायले यस विषयमा कस्तो निर्णय लिन्छ यसतर्फ सबैको ध्यान केन्द्रित भएको होस्। यहाँ स्टॉप हो